बालेन्द्र सुदन एक एक हिसाब किताब नेकपा एमाले राखेको छ। तिमीसँग यसको हिसाब किताब हुन्छ, 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ। आज विष्णु पौडेललाई वाहियात आरोप लगाएर थुनेका छौ। हिजो मालपानीको 8 करोडको गाडी चढ्ने बालेन शाह अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेका छन्। बरबरा फाउन्डेसन, अमेरिकन युथ काउन्सिल जस्ता साम्यवादी देशका खेताला गोठालाहरू, टिओबी जस्ता सुदन गुरुङद्वारा परिचालित पंक्तिहरू प्रयोग गरेर नेपालमाथि हमला गरिएको थियो। त्यहाँ बम बनाउन सिकाइएको थियो, घर जलाउन सिकाइएको थियो, सिंह दरबार जलाएको थियो, सरकार जलाएको थियो, सर्वोच्च अदालत जलाएको थियो, निजी उद्योग र कारखानाहरू जलाएका थिए, हाम्रा घरहरू जलाएका थिए। आज यी अपराधीहरू सत्ताको छायामा संरक्षित छन्। आज हाम्रा जलेका घरहरू क्षतिपूर्ति पाएका छन्। अनि हाम्रा नेताहरू शपथ ग्रहण खाएको 24 घण्टा बित्न नपाई हाम्रो सदस्य अध्यक्ष केपी शर्मा ओलीलाई समाउने बालेन्द्र सुदन एक एक हिसाब किताब नेकपा एमाले राखेको छ। तिमीसँग यसको हिसाब किताब हुन्छ, 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ। आज विष्णु पौडेललाई वाहियात आरोप लगाएर थुनेका छौ। हिजो मालपानीको 8 करोडको गाडी चढ्ने बालेन शाह अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेका छन्। हिजो दीपक भट्टसँग सिंहलिने सुदन गुरुङ आज ढुक्कसँग हिँडेको छ। समाचार सुन्दैछौँ बेपत्ता भएर बेपत्ता हुने कुकर्म गर्नेहरू स्वयं बेपत्ता हुनेवाला छन्। आज चुन्नु प्रसाद पौडेल मालपानीले दिएको बयानका आधारमा शशि पौडेलको नाममा भएको 35 बिघा रोपनी विष्णु पौडेलको हुँदै आज श्रीराम टोबाको भन्ने नेपालको सबैभन्दा युवालाई ध्वस्त पार्ने करेन्ट सुल्तिर करेन्ट गुर्खा उत्पादन गर्ने कम्पनीको 30 करोडको सेयर विष्णु पौडेलको दिएको भन्ने आधारमा भ्रम भित्र हाम्रा नेतामाथि प्रतिशोध साध्ने जुन काम भएको छ यसको हिसाब किताब हामी गर्नेछौँ। र यो जागरण अभियानमा यी तमाम कुरा पहिला नेता र कार्यकर्ताको पंक्तिलाई स्पष्ट पार्ने ढङ्गले हामी जानेछौँ। त्यस पछाडि जनतालाई स्पष्ट पार्ने ढङ्गले हामी जानेछौँ। यो सचिवालयको बैठकले 2-3टा कुराहरूलाई अगाडि बढाएका छौँ। एउटा कुरा निर्वाचनको समीक्षा गर्ने कुरा, एउटा कुरा पार्टीको पुनर्गठनको कुरा, अर्को कुरा पार्टीको 100 असारको सन्तभित्र रिन्यू गर्ने कुरा, अर्को कुरा मिसन पार्टी जागरण अभियानको कुरा। यो सन्दर्भमा भानुदाइले अहिले संस्थाको बारेमा डिटेलमा राख्नुहुन्छ। म तपाईलाई भन्न चाहन्छु पार्टी पुनर्गठनको बारेमा जुन खालको भ्रम सिर्जना गरेर खोज्दैछ यो भ्रमबाट हामी मुक्त हुनुपर्छ। नेकपा एमाले मार्क्सवाद जनताको बौद्धले जनवादको मार्गदर्शनमा हिँडेको पार्टी हो। यसले सैद्धान्तिक अचुल पर्ने ठाउँमा पुगेको छैन। यस्तो गलत मान्यता कसैले बोक्छ भने त्यो बोक्नु हुँदैन भन्ने म चाहन्छु। मार्क्सले व्याख्या गरेको द्वन्द्वको भौतिकवादी दृष्टिकोण र दर्शनको क्षेत्रको एउटा भौतिकवादी र एउटा क्रान्तिकारी एउटा दर्शन जो अवलम्बन गरेका छन्। आज त्यो सर्वव्यापी दर्शन र त्यसको बारेमा कुनै हामीले नमान्नुपर्ने कारण छ भन्ने मलाई लाग्दैन। मार्क्सले समाज विकासका चरणहरू हिजो आदिम साम्यवाद हुँदै दासयुग साम्यवादी पुँजीवादी युग हुँदै समाजवाद र साम्यवादसँग पुग्ने जुन लक्ष्य हामीले अवलम्बन गरेका छौँ। हामी राष्ट्रवाद जस्तो माथि देखे दुलाबिन्द हात भएको देखे सर्वदेखि दुला भएर हात भन्ने खालकोमा छैनौँ। उनीहरू समाजवादी हो भन्न सक्दैनन्, साम्यवादी हुन सक्दैनौँ, हामी राजनीतिक हुन सक्दैनौँ, हामी व्यक्तित्व हुन सक्दैनौँ। उनीहरू आज के भनिरहेका छन् हामी विकासवादी हौँ, हामी मान्छे पनि होइनौँ, हामी भेडा पनि होइन, हामी घाँसवादी हौँ। घुमाइदिँदा उनीहरू भेडा हुन्, उनीहरू पशु हुन् भन्ने कुराको सन्देश उनीहरू दिएका छन्। हामी श्रमजीवी समुदाय वर्गको हितमा काम गर्ने पार्टी हौ। मानव जातिको नाममा भएको शोषण दमन र उत्पीडनको अन्त्य गर्ने पार्टी हो। त्यसको गर्नाले दण्डको भौगोलिक जनवादको जो व्याख्या छ संविधान नेपाल सुखी नेपालीको राष्ट्रिय अधिकार पुरा गर्दै परिपूर्ण लोकतन्त्रको व्याख्या गर्दै आज नेपाललाई संविधान बनाउने एउटा नायकको भूमिका 72 सालदेखि 82 सालसम्मको जुन खालको आर्थिक प्रगति र उन्नति भएको छ यो नेकपा एमाले मात्र भनेको होइन। यो आफूलाई विद्वान भनेर दाबी गर्ने स्वर्णिम वर्गले जारी गरेको 7 पत्रमा उल्लेख भएको विषय हो र त्यो